हेलो सम्पूर्ण साथीहरू सबैजनामा नमस्ते। के छ, आरामै हुनुहुन्छ होला? म पनि एकदम आरामै छु। म एउटा भिडियो बनाइरहेको छु, हजुरहरूले के कस्तो लाग्छ अन्यथा मलाई गलत कमेन्टहरू नगर्नु होला। यो चाहिँ रियल हेर्नु, यस्तो हरकतहरू गर्छन् महिला दिदीबहिनीहरू। पहिला के भन्थे, नारीलाई देउता जस्तै पुज्नुपर्छ, पूजा गर्नुपर्छ भन्थे। यो खालको नारीलाई पूजा गर्ने हो कि लात हान्ने? हेर्नुहोस् त भिडियो हेर्नु पुरा अनि कमेन्ट गर्नु होला। यो मैले कुनै गलत फेरको लागि बनाएको होइन, तर यस्तो हरकत गरिरहेको हुन्छ। यस्तो हरकत कसैले पनि नगर्नु होला। नारीलाई म सम्मान गर्ने मान्छे हो, तर मैले यो हेर्न नसक्ने विचित्र देखाएको भएर चाहिँ यो भिडियो बनाएको। यस्तो चाहिँ कसैले पनि नगर्नु होला है। युट्युबमा भ्युज र सब्सक्राइबरको लागि कतिसम्मको हरकत गर्छन् हेर्ने महिला दिदीबहिनीहरूले। साला यो यस्तो राम्रो चिज होइन नि। यस्तो बेसरम आइमै अलिकति इज्जतको ख्याल पनि रहेनछ। यो इज्जत बिनाको पैसा कमाएर के काम? जब इज्जतै छैन भने पैसा कमाएर कामै छैन नि। इज्जत बनाउनलाई कति टाइम लाग्छ हेर्नु त। यिनीहरूको हरकत कतिसम्म। फेरि हाम्रो दाजुभाइहरू पनि यस्तै हुनुहुन्छ, खपिस। यस्तो चिजहरू देखेपछि ओहिरो लाग्छ हेर्नमा। के न संसारै जिते जस्तो लाग्छ होला। यस्तोको पछि टन्नै हुन्छ हेर्ने पनि। उहाँहरूलाई पनि यस्तै मनपर्छ क्या। फेरि यस्तै चिजहरू रमाइलो लाग्छ हेर्न पनि। तर मलाई चाहिँ यस्तो मन पर्दैन, किनभने म यसको विरोध गर्छु। किनभने यो भनेको एउटा पर्दा हुन्छ, सबैलाई थाहा छ यस्तो चिज होइन कि अङ्ग प्रदर्शन गर्न जरुरी छ। मान्छेले इज्जतले कमाए भइगयो यो त गलत चिज हो नि त। म चाहिँ यसको विरोधै गर्छु सधैँभरि। यो राम्रो चिज पनि होइन। हाम्रो दाजुभाइहरू यस्तो देखेपछि त के न पाए जस्तो लाग्छ होला। हेर्नलाई आतुरै हुनुहुन्छ नि। यस्तो पछि लागेर डलर छापिरहेछ यस्तो देखाएर। यो चाहिँ राम्रो चिज होइन। तपाईँहरूलाई कस्तो लाग्छ? यो राम्रो हो? प्लिज कमेन्ट गर्नु होला। मलाई चाहिँ कसैले पनि गाली गर्ने कामै नगर्नु होला है। मैले त एउटा यो सल्लाह सुझावको लागि मात्रै गरेको हो। मेरो उद्देश्य होइन यसलाई गलत देखाउने, गलत बनाउनु। तर यो चाहिँ नराम्रो चिज हो के देखाइरहेको। हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट पनि गर्दै गर्नु होला। अलिकति पनि लाज शरम छैन यो आइमाईलाई हेर्नु त। लाज शरम भन्ने चिजै छैन यसलाई। यस्तो पनि जिन्दगी के बाँच्नु हो, गए गुज्रेको कामै छैन क्या यस्तो। त्यही भएर भन्छन् क्या, नारीलाई भगवान्ले चिन्न सकेन भने हामी मनुष्यले कसरी चिन्ने भनेर। त्यत्तिकै भनेको होइन नि। बेसरम आइमा भ्युज र सब्सक्राइबरको लागि कतिसम्म गिरेर काम गरेको र त।